आज म तपाईहरुलाई मसनघाटको भूत र महाकाली देवीको शक्तिको बारेमा कथा सुनाउँदै छु है। ल सुनौं है त। एउटा गाउँमा रमेश नाम गरेको व्यक्ति बस्ने गर्थ्यो। उसले आफूभन्दा सानो जातको केटी बिहे गरेर घरमा ल्याएकोमा उसको बुबाले उसलाई कराउँदै घरबाट निस्केर जा भन्नुभयो। तर उसको आमाले बुबालाई रोक्दै भन्नुभयो, हाम्रो सन्तानको नाममा यही एउटा छोरा छ, उसलाई पनि घरबाट निकालेर के गर्नुहुन्छ? यस्तो कुरा सुनेर रमेशको बुवाले पनि भन्नुभयो, ठिकै छ, यो केटीलाई छोड्न तयार छस् भने मात्र तँलाई घरमा बस्न दिन्छु। फेरि रमेशकी आमाले आफ्नो छोरापट्टि फर्केर भन्छ, बरु बुहारीलाई छोडिदेऊ छोरा, तिमी घर छोडेर नजाऊ। तर रमेशले आफूले सात फेरो अग्निको साँची राखेर कहिल्यै नछुड्ने बाचा कसम खाएर बिहे गरेर ल्याएको हुनाले आफ्नी पत्नी रमालाई छोड्दिन भन्छ। बरु यो घर त्यागेर जान तयार छु, तर म उसलाई छोड्दिन भनेर रमालाई लिएर घर छोडेर जान्छ। त्यसपछि रमेश र रमा अलि पर अर्को गाउँमा एउटा सानो झुपडीमा बस्न थाल्छ। रमेशले पनि त्यही गाउँको एउटा कारखानामा काम गर्न थाल्छ। उनीहरूलाई घर चलाउन निकै मुस्किल हुन्छ। रमेश आफ्नो श्रीमतीलाई देखेर धेरै दुखी हुन्छ। रमा, तिमीलाई यहाँ यसरी मसँग बस्न धेरै दुःख भयो है, हामीलाई राम्रोसँग खान पनि मुस्किल भइरहेको छ। होइन, मलाई केही दुःख भएको छैन, बरु मेरो कारणले तपाईले आफ्नो बुवा आमा त्यति ठुलो घर छोडेर आउनुभयो, मलाई बिहे गरेर हजुरले धेरै दुःख पाउनुभयो भनेर रमा आफ्नो पतिलाई भन्छे। तिमी चिन्ता नगर रमा, एक दिन सबै ठिक हुन्छ, महाकाली देवीले सबै ठिक गरिदिनुहुन्छ भनेर दुवैजना सुत्छन्। यसरी नै महिनौं बित्छ र 1 वर्षपछि रमेश र रमाको छोरा जन्मिन्छ। दुवैजना धेरै खुसी हुन्छन्। केही महिनापछि रमेशलाई बिरामीले थला पार्छ। उसलाई केही गर्दा पनि निको हुँदैन र एक दिन रमेशले रमालाई आफ्नो र सानो छोराको ख्याल राख्नु है, मैले तिमीहरूलाई खुसी दिन सकिन भन्दै रुन्छ। हामी खुसी छौँ हजुर, छिट्टै निको हुनुहोस्, मेरो र छोराको केही चिन्ता नलिनुहोस् भनेर रमा पनि रुन थाल्छे। दुईजना गफ गर्दै हुन्छ, यत्तिकैमा रमेशले आफ्नो प्राण त्याग्छ। यो देखेर रमा भक्कानो छोडेर रुन थाल्छे। रमेशको मृत्युपछि गाउँलेहरूले पनि रमालाई अलक्षिनी आइमै रहेछे, बुढाखानी भन्दै सुनाउन थाल्छ। कसैले पनि केही सहयोग गर्दैन। सुत्केरी अवस्थामा खान नपाएर भोक प्यास र आफ्नो श्रीमानको शोकले एक दिन रमाको पनि मृत्यु हुन्छ। गाउँलेहरू डराउन थाल्छन्, कुनै ठुलै रोगको कारण मरे जस्तो छ दुईजनै, न हामीलाई पनि सर्ने हो, अब के गर्ने होला? गाउँको अर्को व्यक्ति भन्छ, अब यसको अन्तिम संस्कार गर्दिउँ अनि बच्चालाई त्यही मसानघाटनेर नै छाडेर आउँला। हुन्छ, त्यसै गरौँ भनेर सबै गाउँले मिलेर रमाको अन्तिम संस्कार गरिदिन्छन् अनि बच्चालाई त्यही मसानघाट नजिक रहेको मन्दिरमा छोडेर आउँछन्। केही समयपछि रात छिप्पिँदै जान्छ। सानो बच्चा भोकले जोड-जोडले रुन थाल्छ। त्यति नै बेला त्यहाँ एउटा महिला आउँछ र त्यो सानो बच्चालाई आफ्नो काखमा राख्छ। तिमीलाई धेरै भोक लागेको छ होला है, हिजो रातिदेखि नै तिमीले केही खाएको छैनौ भन्दै मन्दिरमा रहेको एउटा कचौरोको दुध ल्याएर बच्चालाई खान दिन्छ। गीत गाउँदै गाउँदै बच्चालाई दुध खान दिँदै ती महिलाले बच्चालाई सुताइदिन्छ। त्यति नै बेला गाउँको एकजना व्यक्ति त्यहाँ आइपुग्छ। लौ न, यति राति यो बच्चालाई कसले यहाँ छोड्यो होला? यहीँ राख्यो भने त यसलाई मसानघाटको भूतले खान्छ, बरु यसलाई म गोरी माइला भएको ठाउँमा लगेर दिन्छु। यति भनेर
त्यो व्यक्तिले बच्चालाई बोकेर गोरेमाइला भएको ठाउँमा लिएर गयो। राति भएकोले गोरेमाइला सुतिसकेको थियो। उसले ढोका ढकढकाउँदै बोलायो, माइला, ए गोरेमाइला, ढोका खोल त। माइलाले पनि ढोका खोल्यो। हेर त, कसले मसान घाटमा बच्चालाई छोडेर गएछ। तिमी यसलाई यहीँ राख, म भोलि यसको लागि लुगा, खाना र अरू चाहिने सामानहरू लिएर आइदिन्छु। माइलाले पनि हुन्छ दिनुस् भन्दै बच्चालाई आफूसँगै राख्यो। अनि त्यो व्यक्ति पनि त्यहाँबाट गयो। गोरेमाइलाले नै त्यस बच्चाको हेरचाह गर्यो। बच्चा पनि बिस्तारै ठुलो हुँदै थियो। एक दिन गोरेमाइला मसान घाटमा मान्छे जलाउने काम गर्दै हुन्छ। उसलाई घर जान ढिलो हुन्छ। उता बच्चा आत्तिएर भोकले रुन्छ। बच्चा धेरै रोएको हुनाले मसान घाट नजिकै एउटा रुखमा 2 जना भूत र भूतिनी बसिरहेको हुन्छ। उनीहरूले बच्चा रोएको सुन्छ। यस्तो सुनसान घाटमा कहाँबाट बच्चाको आवाज आयो, तिमीले सुन्यो? भूतिनीले भूतलाई भन्यो। त्यहाँ हेर त, उहाँ पर घरको पिँढीमा एउटा बच्चा रोइरहेको छ। भूतको कुरा नसकिँदै वाह वाह वाह, आज त गजब नै हुने भयो, कलिलो मासु खान पाइने भयो। जाउँ, त्यो बच्चालाई लिएर आऊ अनि दुवैजना भएर खानुपर्छ। यति भनेर भूतिनीले भूतलाई पनि बच्चा भएको ठाउँमा लिएर गयो। वरपर केही नभएकोले भूतिनीले बच्चालाई उठाइहाल्यो अनि मसान घाटको जङ्गलमा लिएर गयो। भूत र भूतिनी बच्चा लिएर जाँदै थियो। उनीहरूको अगाडि एक्कासी स्वयं महाकाली प्रकट हुनुभयो अनि आफ्नो हतियार उठाएर भन्न थाल्नुभयो, तिमीहरूको यत्रो हिम्मत यस्तो सानो बच्चालाई खाना लिएर आउने? आज म तिमीहरूलाई छोड्दिन। तिमीहरूको टाउको र शरीर नै छुट्टिने गरी टुक्रा टुक्रा पारिदिन्छु। कालीमाताले भूत र भूतिनीलाई लखेट्नुभयो र तिनीहरू पनि डरले भाग्न थाले। हामीलाई माफ गरिदिनुस् कालीमा, अबदेखि हामी यस्तो गर्दैनौँ भन्दै भाग्न थाले। भाग्दै भाग्दै जाँदाखेरि उनीहरू मन्दिरको छेउमा पुगे र त्यही मन्दिरमा बच्चालाई छोडेर कालीमातासँग बिन्ती गर्न थाले। अबदेखि हामी यो मसान घाट नै छोडेर जान्छौँ, हामीलाई माफ गरिदिनुस् कालीमा भनेर भूत र भूतिनी भागे। त्यहाँबाट अलि पर पुगेपछि तिनीहरू अदृश्य भए। यसै गरी त्यो बच्चा मसान घाटमै बिस्तारै बिस्तारै हुर्कियो र उसलाई ल्याउने गाउँले रामदाईले उसको नाम गोपाल राखिदियो। गोपाल दिनभरि गोरेमाइलासँग काम गर्थ्यो र रात भएपछि सानो टोकरीमा रातो फुल लिएर आमालाई भेट्न जान्थ्यो। लिनुस् आमा, तपाईँलाई रातो फुल मनपर्छ होइन? मैले तपाईँलाई रातो फुल ल्याइदिएको छु भन्दै गोपालले कालीमातालाई फुल दिन्छ। हजुरलाई एउटा कुरा सोधौँ आमा, तपाईँ मलाई भेट्न किन राति राति मात्रै आउनुहुन्छ? दिउँसो किन आउनुहुन्न? गोपालको यस्तो कुरा सुनेर कालीमाले भन्नुहुन्छ, बाबु हेर त, म कति काली छु। दिनमा आउनलाई मलाई लाज लाग्छ, सबैले मलाई गिज्जायो भने। त्यसैले तिमीलाई भेट्न राति आएको। गोपालले पनि आमालाई भनिहाल्छ, त्यस्तो होइन आमा, तपाईँ कति राम्री हुनुहुन्छ। तपाईँलाई भेट्दा दिनभरिको थकाइ नै मेटिन्छ। कस्तो आनन्द आउँछ आमा। गोपालले यति भनेपछि कालीमाता पनि गोपाललाई हेरेर मुसुक्क हाँस्नुहुन्छ र सुमसुमाउँदै भन्नुहुन्छ, राति भइसक्यो, अब तिमी घर जाऊ छोरा।
तिमीलाई जङ्गलको बाटो घर जान डर त लाग्दैन नि? लाग्दैन आमा, तपाईँ हुँदाहुँदै मलाई केही हुँदैन, यति भनेर गोपाल घरतिर लाग्छ। गोपालले बाटोमा अचानक जलिरहेको चितामाथिबाट एउटा भूत ऊ भएतिर आइरहेको देख्छ। उसको शरीरभरि आगो नै आगो हुन्छ। गोपाललाई देखेर त्यो भूत ठुलो ठुलो स्वरले हाँस्न थाल्छ र उसलाई समाउनको लागि लामो लामो हात अगाडि बढाउँछ। गोपाल डरले कराउन थाल्छ, बचाऊ बचाऊ, मलाई बचाउनुहोस् आमा। त्यति नै बेला आकाशमा चट्याङ चुटुङ गरेर बिजुली चम्किन थाल्छ, हावाहुरी आउन थाल्छ र ठुलो मुसलधारे पानी पनि पर्न थाल्छ। ठुलो पानी परेपछि त्यो आगो नै आगो भएको राके भूत त्यहाँबाट अचानक गायब हुन्छ। यसै गरी पटक पटक महाकाली गोपालको भूतहरूबाट बचाउनुहुन्छ। तिमी डराउनु पर्दैन छोरा, तिम्रो साथमा सधैँ तिम्री आमा हुनेछ भनेर महाकाली गोपाललाई भन्नुहुन्छ। यसरी नै महाकालीको छत्रछायामा गोपाल ठुलो हुन्छ। तर अचानक एक दिन गोरेमाइलाको मृत्यु हुन्छ र गोपालमाथि सबै कामकाजको भार थपिन्छ। गोपाल फेरि एकपटक टुहुरो हुन्छ अनि गोरेमाइलाले जुन मान्छेहरू जलाउने काम गर्थ्यो त्यस दिनदेखि गोपालले गर्न थाल्छ। आज पनि पहिला झैँ गोपाल दिनभरि दाउरा जम्मा गर्ने, मान्छे पोल्ने काम गर्छ अनि राति भएपछि एक टोकरी रातो फुल लिएर ऊ उसकी आमालाई भेट्न जान्छ। सुन्नुभयो होइन त महाकाली र भूतको कथा? हामीले राम्रो काम गर्यौँ भने हामीलाई भगवानले सधैँ आशीर्वाद र साथ दिनुहुन्छ भन्दै अर्को कथा लिएर आउनेछु। धन्यवाद।